हेलो एभ्रिवान वेलकम टु माई ब्लग मेरो अर्को ब्लगमा तपाईँहरूलाई स्वागत छ। र आज घरको ढलाइ हुँदैछ र ढलाइमा यो सामानहरू सबै लाग्नेवाला छ। मिस्त्रीहरू भर्खर भर्खर आइपुगेको छ। 9 बजेको छ। पानी बिहानभरि परेर रहेको छ, तर कालै भएको छ। दिन जहिले पनि पर्न सक्छ। अब फर्स्ट टाइम म माथि जाँदैछु छतमा। सिँढीको काम बाँकी छ र माथिको अलिकति काम बाँकी छ। अनि तपाईँ हेरिहाल्नुहोस्, यस्तो छ दिन। पलास हाम्रो मेन मिस्त्री यिनीहरू भर्खर भर्खर आयो अनि दिन कालो भएको छ। मलाई धेरै 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 डाउट लागेको थियो आज हुन्छ भनेर, तर पलासले कन्फिडेन्स दियो कि पानी पर्दैन हुन्छ भनेर। तर डाउट त थियो। इन्टर्नल वायरिङ हेरिहाल्नु, कस्तो मजाले इन्टर्नल वायरिङ गरिदिएको छ। अनि इन्टर्नल वायरिङ मोडर्न वायरिङको हिसाबले हो। पछाडि पहाड हेर्नु र बादल हेर्नु, कालो भएको छ। अनि गोप्रोले नै खिच्दै थिएँ, पछि चेस्ट क्यामको हो यो भिडियोहरू। अझै काम छ, अझै धेरै काम छ। लगभग 1-1.5 घन्टा बाद नै हुन्छ। धेरै धेरै डर लाग्दै थियो। पलासले फोनमा बात मार्दै थियो। यो सिमेन्ट मिक्सर गर्ने गाडी अड्केको बाटो थिएन, अनि यिनीहरूले क्लिन पार्दैछ र सिधै जानुको लागि। अन्त आधी घन्टा बाद पनि हेर्छु अझै गएको छैन। सिधा गएर त्यो साइडमा जानुपर्ने। यिनीहरूको मेसिनको गाडी यो मिक्सर बिना त हुँदैन। अनि त्यही भएर सबैजना लागिपरेको थियो यो सिधा यो मिक्सरलाई चाहिँ उता लानुको लागि। सिमेन्ट यहाँ छ, अन्त यो सिमेन्टको मिक्स गर्ने केमिकल अनि अर्को सिमेन्ट। अनि सिमेन्टहरू त यहाँ छ, तर यसलाई चाहिँ पहिला हाल्नु पऱ्यो नि त। अन्त त्यसको लागि धेरै समय लाग्यो, डिले भयो यसले गर्दा धेरै। अनि यसले गर्दा त्यसै बित्थामा टेन्सन बढ्दै थियो। यिनीहरू बिस्तारी गरेर यिनीहरूले बढाउँदै थियो, तर निकै साह्रो पर्यो। यिनीहरूको के हुन्छ भने यो गरिसकेर यिनीहरू खाना खान्छ, त्यहाँबाट चाहिँ ढलाइ हुन्छ। अनि यिनीहरूले धेरै धेरै साह्रो पर्दै थियो यो मेसिनलाई हाल्नुको लागि। अन्त अर्को प्रब्लम के पनि भयो भने त्यो घिटिले गर्दा धेरै हाइट बढेको थियो। अनि माथिको त्यो जुन गएको छ फलामको त्यो पार्ट, त्यसले बिममा लाग्दै थियो। अनि त्यो भएर चाहिँ यसलाई निकाल्नु पर्ने समस्या आयो, किनभने माथि रोकिँदै थियो। अब यिनीहरूले के गर्छ भने त्यो ड्रम निकालेर त्यो जुन फलामको पोर्सन गएको छ त्यो बिममा ठोकिँदै थियो, त्यसलाई फेरि यिनीहरूले नट बोल्ट सिस्टम छ त्यसलाई निकालिदिन्छ। अनि त्यहाँ एउटा प्रब्लम भयो, अनि त्यसले धेरै धेरै ढिलो पारेको थियो कन्स्ट्रक्सनमा। अब यिनीहरूले यो खोल्दा, तर माथिको काम अझै इन्कम्प्लिट थियो र त्यो हुँदै थियो, त साथसाथमा चल्दै थियो, त्यसले केही प्रब्लम त भएन। अनि त्यो निकालिसकेर पोर्सन अब यिनीहरूले भित्र हाल्दैछ। 3-4-5 जना, अझै बेसी 7-8 जना भएर यो हाल्दै थियो। अनि धेरै टाइम गएर यिनीहरूलाई पनि निकै साह्रो पऱ्यो। जग्गै थिएन, त्यही भएर यिनीहरूलाई त्यो सामान त्यहाँ हालेर चाहिँ यिनीहरूलाई साह्रो परेको। अनि त्यहाँ मात्रै राखेर भएन, यिनीहरूलाई फेरि सिधा मिलाउनु पऱ्यो र माथि जाने मजाले पुलिस सिस्टम पनि बनाउनु पऱ्यो। त्यो भएर यिनीहरूले फेरि बाँसले यसलाई सिधा पारेर त्यहाँबाट यिनीहरूले मजाले सेट गर्छ। टाइम निकै बितिसकेको थियो, पानी पर्छ भन्ने डर। त्यो भएर चाहिँ अन्त यतिको चाहिँ पोजिसनमा आइपुग्यो। अब फेरि एकखेप माथि गयो हेर्नु के भएछ। सिँढी लगाइसकिसकेको थियो, अरू सब भइसकिसकेको छ। सबै कुरो यस्तो छ। यो चेस्ट क्यामको फुटेज हो। यिनीहरूले फेटा लाउन थाल्यो। अब यिनीहरूको स्टार्ट हुन्छ। यिनीहरूको यो ट्रली जुन उयो छ, व्हिल ब्यारो नभए के भन्छ त्यो चक्कावाला, त्यो फुस्केको थियो। अन्त त्यसलाई मिलाएर अब चाहिँ यिनीहरू स्टार्ट हुने। फर्स्ट ढलाइ कहाँ लाग्छ भन्ने त्यो पोर्सनमा लाग्छ जहाँ कि बाटो बनाउनु पर्ने। अन्त यिनीहरूले अगाडि नै झार्छ। अगाडि नै झार्यो भने चाहिँ के हुन्छ भने यिनीहरूको बाटो बनिन्छ र त्यो माथिबाट जान सक्छ, नभए त्यहीँ अड्किने डर हुन्छ। अन्त फर्स्ट यिनीहरूले बुद्धिहरू पुऱ्याएर नै अगाडि लगाएर यिनीहरूले बाटो जस्तो बनायो ताकि यता आउनु सकोस्। अनि भर्खर फर्स्ट ढलाइ त त्यहाँ भयो। अब यिनीहरूले बिममा यिनीहरूले यो मसला हाल्छ। अन्त भाइब्रेटर त इम्पोर्टेन्ट हो। भाइब्रेटरले यिनीहरूलाई फ्ल्याटन गरेर मजाले खान्छ। अनि स्टार्ट भयो यिनीहरूको। अब
फर्स्ट बिममा लाग्छ। अब यिनीहरू अगाडिबाट बिम गर्दै सबै जग्गा बिम गर्छ। यो मसला बनाउने अनि यो जुन छ यो व्हील ब्यारोमा यो दुईटा चक्कामा गर्ने यिनीहरूको काम चाहिँ मैले धेरै देखेँ। साह्रै नै भारी हुन्छ र कति जग्गा यिनीहरूले साह्रो परेको पनि मैले भिडियो खिच्दा चाल पाएँ। भाइब्रेटर लाउँदैछ र बिममा यिनीहरूले कुदाउँदैछ। दिन पनि हेर्दैछु, दिन कालो भएर आएको छ, पानी पर्छ भन्ने डर। प्लास्टिक तिर्पलहरू रेडी पारेको थिएँ, तर एकदमै राम्रो दिन भयो र कुल डे भयो, घाम पनि लागेको थिएन, जिस्किँदै मजाले गर्दैछ केटाहरू। अनि म चाहिँ टेम्परेचर मतलब वेदर अनलाइन पनि हेर्दै थिएँ कि पानी परेको छ छैन भनेर। भाइब्रेटरको लागि तार एउटा डेडिकेटेड चाहिन्छ र भाइब्रेटरले मजाले यिनीहरूले खाँदै थियो। यिनीहरूलाई हेर्नु कति साह्रो पर्दैछ। अन्त यो जुन व्हील ब्यारो छ यो अलिकति राम्रो कन्डिसनको थिएन र बादमा यसले साह्रो पनि पर्यो। अहिले म तपाईँलाई त्यो फुटेज देखाउँछु। यिनीहरूले हाल्दैछ, पहिला बिममा हाल्दैछ, अनि बिस्तारै त्यो हरियो पाइपहरू जुन वायरिङको छ त्यो पनि बिस्तारै पुरिन्छ त्यसकै भित्र। अनि अहिले प्रब्लम भयो, यिनीहरूले भन्दै थियो कि व्हील ब्यारोमा प्रब्लम छ र म गर्दिनँ भनेर यिनीहरूले ट्राईको लागि गरे पनि र आधी घन्टाको जस्तो चाहिँ अलिकति प्रब्लम भयो, यिनीहरूले बन्द गर्यो। त्यसको बाद फेरि काम चालु भयो, यिनीहरू आफै मिल्यो। अनि यहाँ सिँढीको चाहिँ मजाले हाल्दैछ। सिँढीमा चाहिँ यसरी बनाउँदो रहेछ, अन्त मजाले हालेर चाहिँ फ्ल्याटन गर्दो रहेछ सिधा सिधी। लगभग उतापट्टिको बिम भइसकेर सिँढीको हुँदैछ। अनि यतिको छ, एक डेढ घन्टा जति बाद चाहिँ यतिको पोजिसनमा आयो। टेम्परेचर पनि ठिकै छ, पानी पर्ला जस्तो भएको थियो, अनि क्लाइमेट पनि राम्रै थियो। सिँढी चाहिँ यसरी नै बनाउँदो रहेछ र यताबाट पनि हाल्यो, साइडबाट पनि हाल्यो। गोला चाहिँ भनेको अलिकति लुज नै हुँदो रहेछ, कडा चाहिँ नहुँदो रहेछ, अलिकति पानी बेसी भएको यस्तो खाले मसला हुँदो रहेछ। हाल्दै थियो, सिँढी हुँदै थियो, हेर्ने मान्छेहरू पनि थियो। अनि म चाहिँ मेरो चाहिँ खालि प्रब्लम चाहिँ खालि मलाई वेदरमा लागेको थियो, पानी नपरोस् भन्ने कुरा। धेरै गर्दै थियो, उतापट्टि हुँदै थियो, कहिले सकिन्छ भन्ने थियो टार्गेट हाम्रो। मेरो चाहिँ लगभग 3:30-4 बजी सकेको चाहिँ राम्रो हुन्थ्यो भन्ने थियो, तर पहिला नै चक्का गाडी फसेर गाडीभित्र नगएर ढिलो भएको थियो। यिनीहरूले माथि काम गर्दा ओर्दा निकै नै टाइम लागेको थियो। अनि यतिको गर्दाखेरि अब अझै टाइम लाग्छ, ढिलो चाहिँ नहोस् होइन, राति यिनीहरू राति नपुगेर दिउँसै घर पुगोस् भन्ने मेरो चेष्टा। अन्त यो गरिसकेर भाइब्रेटर गरेर यिनीहरूले चाहिँ एउटा यत्रो फलामको पट्टा जस्तो हुँदैछ, त्यसले चाहिँ सिधा पार्दो रहेछ। यस्तो रहेछ, पछाडि हेरिहाल्नुहोस्। साह्रै मौसम त राम्रो छैन, डर लागिरहेको थियो। रोशन सरले भन्दैछ कि ज्यादा टाइम लाग्दैन, अबको 45 मिनट्सतिर मात्र सकिनुपर्छ भन्दै। सक्नु पर्ने है। यति भनिसकेर उता यिनीहरूले गर्दै धमाधम काम चल्दैछ। हामीलाई वेदरले नै साह्रो पारेको जस्तो लाग्यो, तर यिनीहरू चाहिँ एकदम आश्वस्त थियो कि पानी पर्दैन दाजु, तपाईँको ढलाइ हुन्छ भनेको। सब्सक्राइब पनि गर्छु भन्थे मेरो युट्युब च्यानललाई, फेसबुकमा पनि म यो भिडियो हाल्नेछु। अनि कस्तो हुँदो रहेछ ढलाइ भन्दाखेरि टिपिकल घरमा यो नर्थ बेङ्गाल एरियामा तपाईँहरूले देख्नुहुनेछ, मुनि काम गर्ने लेबरहरूले काम गर्दैछ, अनि माथि हाम्रो यहाँ मसला बनिँदैछ। मसला यसरी आउँछ, दुई भागमा छोडिएर त्यहाँबाट यो जग्गा जहाँ जानु छ यिनीहरूले लिएर जान्छ। कति निकै साह्रो पर्छ, घरि कोही बेला जान्छ, कोही बेला जाँदैन, निकै नै भारी हुन्छ। सिँढीको अहिले भइसकिसक्यो, अब यिनीहरू उतापट्टिको पोर्सन गइसकेको छ र उतापट्टि हाल्दैछ। धेरै 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 यिनीहरूको यो मेहनतको काम रहेछ र यिनीहरूले खाना चाहिँ दरो नै खाएको हुँदो रहेछ, अन्त मात्रै काम गर्दो रहेछ। भाइब्रेटर पनि इम्पोर्टेन्ट हो, भाइब्रेटर लाउनै पर्छ। मैले बिममा लाउनुको लागि भनेर यिनीहरूलाई इन्सिस्ट गरेको थिएँ र म नै बसेको थिएँ। धेरै साह्रो पऱ्यो यिनीहरूलाई। अन्त कहिले चाहिँ
सकिन्छ र यिनीहरूले पनि रेस्ट पाउँ भन्ने थियो। मलाई पनि यिनीहरूले गर्दै थियो यसरी पट्टा यसरी लाएर ड्याब ड्याब पार्दो रहेछ। उतापट्टि सकिसकेको छ, उता पनि सिँढीपट्टि पनि सकेको छ। अब एकपट्टि छ, लगभग अब सकियो। लगभग 4 बजेको थियो यति हुँदा भइसकिसक्यो लगभग। यिनीहरूले मलाई तल जानुपर्ने। अब भोलिपल्ट बिहानको यो कुरा हो। बिहान मैले भिडियो गरेँ कि कस्तो भएछ भन्दाखेरि राम्रै हुनुपर्ने, किनभने राम्रै भएको हो र अलिकति गिलो गिलो थियो। अन्त माथि चढ्नु मलाई मन लागेको थिएन, तर यसो हेर्दाखेरि हिँड्नु सक्ने थियो अवस्था। त्यही भएर हेर्नुहोस् मजाले ढलाइ भएको छ अनि मजाले फ्ल्याट भएको छ। त्यो बाँदरहरू कुदेर चाहिँ 1-2वटा पन्जाहरू देख्दैछ। नभए सिँढीको एरिया भयो, यो हो मजाले नै भयो, एकदमै राम्रो भएको छ। अब 2 दिन बाद चाहिँ यिनीहरूले पानी हाल्नु भनेर भनेको छ। अनि यस्तै भयो आजको ढलाइको भिडियो। आजको लागि यति नै, बाई बाई।